Hello guys, it's me Agina and this is my first mini vlog. अनि आज चाहिँ म हाइकिङ जाँदैछु जिम मेम्बरसँग। अनि म चाहिँ रेडी भएर जिम पुगेँ। म चाहिँ जिम पुग्दा एक्लै थिएँ। त्यसपछि सबै मेम्बरहरू आउनुभयो अनि हामी चाहिँ सबैजना खाजा खाएर एकछिन गफ गरेर बस्यौँ। त्यसपछि हामी जिमबाट निस्क्यौँ अनि हामी मोहन पोखरीसम्म चाहिँ बाइकमा गएका थियौँ। अनि मोहन पोखरीसम्म पुग्दा एकदमै ठुलो पानी परेको थियो अनि हामी 1 घन्टा जस्तो वेट गऱ्यौँ। त्यसपछि हामी टिकट लिएर हामी हाइकिङतर्फ लाग्यौँ र एकदमै एक्साइटेड थिएँ म चाहिँ। अनि हाम्रो हाइकिङ 4-5 घन्टाको सुरु भयो। हामी सबैजना एक्साइटेड थियौँ र हामी रमाइलो गर्दै जाँदै थियौँ र बाटोमा हामी भिडियो पनि खिच्यौँ, फोटोहरू पनि क्लिक गर्दै जाँदै थियौँ। अनि एकदमै खुसी लागिरहेको थियो किनभने यति राम्रो नेचर थियो नि त। त्यसपछि हामी माथि पुग्दा एकदमै हावाहरू आयो र त्यसपछि हाम्रो खुसी त्यसपछि एकछिन पर पुगिसकेपछि म चाहिँ लालीगुराँस देखेँ र मैले एउटा टिपेँ पनि। अनि म चाहिँ लालीगुराँस हातमा लिएर भिडियो बनाउँदै गएँ र एकदमै खुसी लाग्यो किनभने मेरो फर्स्ट टाइम थियो, मैले फर्स्ट टाइम देखेको हो। र केही समयपछि हामी माथि पुगेँ जुन चाहिँ यो ठाउँबाट चाहिँ चौर पुग्न चाहिँ 5-10 मिनट लाग्ने थियो र हामी फेरि हिँड्यौँ। त्यसपछि हामी फाइनली हामी चौर चाहिँ आइपुग्यौँ र हामी चौरमा पनि अति रमाइलो गऱ्यौँ। हामी भिडियोहरू सुट गऱ्यौँ र पिक्चरहरू पनि क्लिक गरेँ। सबैजना कोही कहाँ भइरहेको थियो तर हामी चाहिँ लास्टमा परेको थिएँ नि त, तर एकदमै रमाइलो भएको थियो र हामी जाँदै रेस्ट गर्दै गएँ। देन फाइनली हामी बागद्वार पुगेँ। एकदमै खुसी लागिरहेको थियो हामीलाई चाहिँ। हामीलाई यहाँसम्म पुग्नलाई एकदमै मेहनत लागेको थियो, एकदमै हाम्रो खुट्टाहरू दुखेको थियो तर स्टिल हामी गयौँ। त्यसपछि हामी खाजा खाँदा एउटा चौरमा गएँ र सबैजना आए र हामी रेस्ट गर्दै खाजा खाएँ अनि फेरि हाइकिङतर्फ लागेर हामी शिवपुरी पिक जाने कुरा भयो र चौरबाट चाहिँ शिवपुरी पिक चाहिँ 1-1.5 घन्टाको थियो। अनि हामी फोटो भिडियो खिच्दै फाइनली हामी चाहिँ शिवपुरी पिक पुगेँ। देन एकदम बवाल देखिरहेको भ्यू। देन हामी भ्यू हेर्न एकछिन हामी तल आइपुग्यौँ किनभने त्यताबाट एकदमै राम्रो भ्यू देखिन्छ भन्नुभएको थियो। देन हेर्नु होला कति राम्रो देखिरहेको छ भ्यू। त्यसपछि मैले भिडियोहरू खिचेँ, फोटोहरू पनि क्लिक गरेँ अनि सबै जिम मेम्बरहरूसँग पनि मैले एकछिन भिडियोहरू खिचेँ। त्यसपछि हामी घरतर्फ लाग्यौँ र हामी बाटोभरि भिडियो क्लिक गर्दै गयौँ अनि फाइनली हामी चाहिँ तल आइपुग्यौँ अनि हामी गफ गर्दै तल आयौँ। त्यसपछि चाहिँ हेर्नु होला है त। हाम्रो हाइक यताबाट सुरु भयो देन यताबाट सक्यो।